नेपालको संविधानमा पनि लेखिएको छ, नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र जातपातजन्य वर्ण विभेदको अन्त्य गर्ने गरी राज्यको पुनर्संरचना गर्ने भन्ने शब्द छ। त्यो त तपाईँले हेरिदिनु होला, तपाईँले अलिकति हेरिदिनु भन्नुभयो। हो, हामीले गऱ्यौँ, तर समस्या पनि यति तीव्रतामा अगाडि बढ्यो र अहिले सत्तामा को छ? तपाईँ साथीले मलाई नि घोषपेच गर्नु, तैँले गरेन भन्नुभयो। बाबुराम त त्यसरी मेहनत गरेर त्यहाँ पुर्यायो, तर के भयो भने त्यसलाई पुरै पूर्णतामा पुर्याउन सकिएन। अब यहीँनिर आउँछ देशभित्रको शक्ति सन्तुलन, भूराजनीतिको कुरा आउँछ। त्यहाँनिर राजनीतिमा बडो ख्याल गर्नु तपाईँले। सबै दृश्य मात्रै हुँदैन, कहीँ अदृश्य शक्तिहरूले काम गरिरहेका हुन्छन्। त्योसँग तपाईँले एकैचोटि शक्ति सन्तुलन मिलाएर लड्न सक्नु भएन भने झोक उठ्छ त सबैले सिध्याइदिउँ क्यारे, अहिले चाहिँ रामराज्य ल्याइदिउँ क्यारे भने जस्तो लाग्छ तपाईँलाई। त्यो सपना त बोक्नुपर्छ, तर लडाइँ लड्दाखेरि चाहिँ तपाईँसँग हात्तीसँग कुस्ती खेल्नु पऱ्यो। के गर्नुहोस् त, कुस्ती खेल्न सक्नुहुन्छ तपाईँ हात्तीसँग लड्दाखेरि? हात्तीसँग कुस्ती खेल्ने त होइन। हात्तीलाई त जुक्तीले त्यहाँ गएर चाहिँ माउतीले जस्तो गरेर अङ्कुश लगाएर त्यसलाई नियन्त्रण गरेर अनि आफ्नो चाहिँ गन्तव्यमा जानुपर्छ। त्यसो भएको हुनाले हामीले त्यो ढङ्गले चाहिँ गऱ्यौँ। यी मुद्दा पनि सँगसँगै सम्बोधन गर्नुपर्छ। अबको लोकतन्त्र, अबको गणतन्त्र राजतन्त्र फ्याँक्ने मात्रै होइन। गणतन्त्र त चाहियो, त वंशानुगत जो जन्मजातै कोही चाहिँ ठुलो हुन्छ, त्यो पनि छोरै राजा हुनुपर्ने, निश्चित जातिकै हुनुपर्ने भन्ने त सोचै अलोकतान्त्रिक हो नि त। त्यसो त्यो विषय त त्यो मध्ययुगीन कुरा थियो, हामी कहाँ पछिसम्म टाँसियो। त्यो त चाहियो। सँगसँगै लोकतन्त्र पनि अप्रत्यक्ष यो भोट हाल्ने मात्रै लोकतन्त्र होइन, अथवा भन्ने पुँजीवादी अथवा हाम्रा कङ्ग्रेसहरूले भन्ने जस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन। र कम्युनिस्टले भन्ने वर्ग मात्रै भनेर फेरि अरू कुरालाई छोडेर फेरि वर्गको नाममा चाहिँ आजीवन सत्तामा त्यो वर्ग उठानिकन त हुन्छ त उसको त। त्यसै अर्थमा जुन भ्रष्टीकरण भएको थियो त्योभन्दा माथि उठेको लोकतन्त्र, समावेशी र सहभागिता लोकतन्त्र चाहिन्छ भनेर नै हामीले यो कुरा हामीले उठाएर त्यही प्रकारको संविधानमा हामीले लेखेका छौँ।